बालेन शाह प्रधानमन्त्री भएको एक हप्ता नबित्दै मुलुकको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ। यो बीचमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहित पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व ऊर्जा मन्त्री दीपक खड्का, तत्कालीन काठमाडौँका सिडिओ छवि रिजाल, एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा लगायतका नेताहरू पक्राउ परेका छन्। यसले एकथरी नागरिकमा उत्साह सिर्जना गरेको छ भने एमाले निकटहरूमा आक्रोश उत्पन्न गराएको छ। एमाले यति बेला आफ्नो अध्यक्षको रिहाईको माग गर्दै सडकमा उत्रिएको छ। काङ्ग्रेसको देउबा पक्ष पनि सडकमा आउने तयारीमा छ। यसले कतै मुलुक फेरि अर्को द्वन्द्वको चपेटोमा पर्ने त होइन भन्ने आशंका उब्जिएको छ। यति मात्र होइन, बालेन सरकारले 2048 साल यता उच्च पदमा पुगेका सबै नेता कर्मचारीहरूको सम्पत्ति पनि छानबिन गर्ने तयारी गरेको छ, जसले बालेन सरकारको राडरभित्र पूर्व प्रधानमन्त्रीदेखि पूर्व प्रशासकसम्मलाई तानेको छ। पूर्व प्रधानमन्त्रीहरूमाथि त सम्पत्ति शुद्धिकरण बारे तत्काल छानबिन गर्ने तयारी अघि बढिसकेको छ। यसले सरकार तीव्र गतिमा अगाडि बढेको सङ्केत गर्छ। ब्रेक कहाँनिर गएर लगाउने हो टुङ्गो छैन। यो भिडियोको प्रसङ्ग भने आज अलि फरक छ। आजको भिडियोमा विशेषतः हामीले नेपालका पुराना राजनीतिक दल र तिनीहरू चुनावमा कसरी पराजित हुन पुगे अनि रासोपाको उदयको विषयमा केही चर्चा गर्दैछौँ। फागुन 21 मा सम्पन्न भएको निर्वाचनमा त जनताले पुराना राजनीतिक दलहरूको वितृष्णाका कारण मत दिएर रासोपालाई झन्डै 2/3 नजिक पुर्याए र एकल सरकार पनि बनिसकेको छ। 5 वर्षसम्म सरकार पनि जसोतसो चल्ला, तर जनतामा महसुस हुने गरी काम गर्न र विश्वास जित्न नसके फेरि तिनै जनताले शून्यमा पुर्याउनेछन् भने उता अर्कोतिर काङ्ग्रेस र एमाले जस्ता साङ्गठनिक रूपमा बलिया राजनीतिक पार्टीहरू यसै चुप बस्नेवाला छैनन्, बरु कहाँनिर बाटो बिराउलान् र हिसाब गरौँला भन्दै च्याखी थापेर बस्नेछन्। 2079 को असारमा स्थापना भएको रवि लामिछाने नेतृत्वको रासोपाले सोही महिनाको 17 गते आफूलाई निर्वाचन आयोगमा दर्ता गराई औपचारिक मान्यता पाएको थियो। मङ्सिर 30 मा सम्पन्न भएको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी 20 सिट हासिल गर्दै देशकै चौथो पार्टी बनेको थियो। त्यही 79 को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारको तर्फबाट 32 वर्षीय इन्जिनियर बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको प्रमुखमा विजयी भए। मेयर शाहले आफ्नो कार्यकालमा थालनी गरेका सुकुम्बासी व्यवस्थापन, फोहोरको दीर्घकालीन व्यवस्थापन र कार्यकाल पुरा नगरी बिचैमा राजीनामा दिनुले धेरै एजेन्डाहरू अधुरै रहेका र जनताले सोचेअनुसार काम गर्न नसकेको भनिएको छ। तथापि उनले गरेका केही कामहरू जस्तै फुटपाथ व्यवस्थापन, राजस्व सङ्कलनमा वृद्धि, धार्मिक तथा पुरातात्विक संरचनाको खोजी, शिक्षा र स्वास्थ्यमा सुधार जस्ता कामहरूले भने उनी चर्चामा आएका छन्। उनै बालेन्द्र शाहलाई 7 बुँदे सहमति पत्र बनाउँदै रासोपाले पार्टीमा भित्रायो र आफ्नो घोषणा पत्रमा प्रधानमन्त्रीको रूपमा अगाडि सार्यो। तिनै बालेन्द्र शाहको रासोपा प्रवेश, पार्टीले ल्याएका केही नयाँ शैली, भ्रष्टाचारी विरुद्धको खर्रो विरोध र लामिछाने मिडियामा रहँदा विदेशमा दुःख पाएका युवा युवतीहरूको उद्धारका कारण जनतामा केही परिवर्तनको आशा जगायो, जसको उपहार जनताले निर्वाचनमा देशैभरिबाट उल्लेखनीय मत प्रदान गर्दै रासोपालाई 182 सिट सहित देशकै ठूलो पार्टी बनाएर प्रतिनिधि सभामा पठाएका छन्, जुन रासोपाको लागि ऐतिहासिक सफलता, एकल सरकार चलाउने अवसर र चुनौतीको रूपमा हेरिएको छ। अब लागौँ दोस्रो स्थानमा ओह्रालिएको नेपाली काङ्ग्रेसतर्फ। यसको स्थापना विक्रम सम्वत 2006 साल चैत्र 27 मा भएको हो। यो पार्टी तत्कालीन नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस बीचको एकीकरणबाट बनेको हो। 76 वर्षीय लामो इतिहास बनाएको काङ्ग्रेसले हालसम्म 7 वटा प्रधानमन्त्री समेत पाइसकेको छ। अझै देउबा र गिरिजाप्रसाद कोइराला त 5 पटक प्रधानमन्त्री बनेका छन्। त्यति ठूलो विरासत बोकेको नेपाली काङ्ग्रेस 2079 को मङ्सिरमा भएको निर्वाचनमा प्रत्यक्षतर्फ 57 र समानुपातिकतर्फ 32 गरी जम्मा 89 सिट प्राप्त गर्दै देशको पहिलो पार्टी बनेको थियो। तर हालै सम्पन्न भएको निर्वाचनमा भने प्रत्यक्षतर्फ मात्रै 12 र समानुपातिकतर्फ 26 गरी जम्मा 38 सिटमा खुम्चिएको छ। 2082 पुसमा भएको विशेष अधिवेशन पश्चात हाल नेपाली काङ्ग्रेसको सभापति गगन थापा हुनुहुन्छ। तत्कालीन सभापति देउबा त्यो समयमा अधिवेशन गर्न तयार हुनुहुन्थेन,
तर सो समयका महामन्त्री रहनुभएका गगन थापाले यसै अवस्थामा चुनावमा जाँदा जनताले विश्वास नगर्ने र सोचे अनुरूप नतिजा आफ्नो पक्षमा नआउने भन्दै 54% महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन गरी विशेष अधिवेशन बोलाएर जबरजस्त सभापति बन्नुभएको थियो। तर सभापति गगन आफै निर्वाचनमा पराजित हुनुभयो। यसले उहाँको नेतृत्वमाथि प्रश्न खडा गरिदिएको छ। देउबा पक्षले अहिले यसलाई हतियार बनाएर समानान्तर गतिविधि बढाएको छ। यता अघिल्लो निर्वाचनमा शक्तिशाली पार्टी बनेको नेकपा एमाले यो निर्वाचनमा तेस्रो स्थानमा खुम्चिएको छ। एमालेको स्थापना विक्रम सम्वत 2047 पुस 22 भएको हो। यो पार्टी तत्कालीन नेकपा माले र नेकपा मार्क्सवादी बीचको एकीकरणबाट बनेको हो। यसका संस्थापक महासचिव जननेता मदन भण्डारी हुनुहुन्थ्यो, जसले जनताको बहुदलीय जनवाद जबजको सिद्धान्त प्रतिपादन गर्नुभयो। अहिले एमालेको अध्यक्ष खड्गप्रसाद ओली हुनुहुन्छ। लगातार तेस्रो कार्यकाल ओली अध्यक्ष भएको एमाले यो निर्वाचनमा निकै लज्जास्पद हार बेहोर्दै प्रत्यक्षमा 9 र समानुपातिकमा 16 गरी कुल 25 सिट सहित तेस्रो स्थानमा ओह्रालिएको छ। अध्यक्ष ओलीको दम्भ र घमण्डका कारण जेनजी आन्दोलन पश्चात पनि प्रधानमन्त्री पदबाट राजीनामा नदिनु, आत्मआलोचना नगर्नु, तत्कालीन सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालमा लगाएको मनोमानीपूर्ण रोक, एमाले सरकारमा रहँदा उठेका भ्रष्टाचारका मुद्दाहरू छानबिन नगर्नु, महेश बस्नेत, रामकुमारी झाँक्री र रघुवीर महासेठ जस्ता नेताहरूले देखाउने उत्तेजक र अराजक शैलीका कारण एमालेमा यो अवस्था आएको भनिएको छ। एमालेका अध्यक्ष ओली जेनजी आन्दोलनमा लापरवाही गरेको आरोपमा हिरासतमा हुनुहुन्छ। उहाँको हिरासत बसाई कति लम्बिने हो अझै भन्न सक्ने अवस्था छैन। अब कुरा गरौँ अहिलेको नेकपा र तत्कालीन नेकपा माओवादीको। 2052 सालदेखि यो पार्टी सक्रिय भएर जनयुद्ध गरेको थियो। नेकपाका नेताहरूले 60 जनाबाट मात्रै जनयुद्ध सुरु गरेको दाबी गर्छन्। जनयुद्धमा हमिदा यो पार्टीले मुलुकमा ठूलो परिवर्तनको आशा देखायो। 2 शतकभन्दा बढी नेपालमा शासन गरेको राजतन्त्र हटाउन यो आन्दोलन महत्त्वपूर्ण बन्यो। तर जनताका आवश्यकता र मुलुकको विकासमा भने सोचे अनुरूप प्रगति देखिएन। यसो त 2063 सालपछि नेपालको राजनीति माओवादीको वरिपरि नै घुम्यो भन्दा फरक पर्दैन। त्यति बेला अहिलेको रासोपालाई जस्तै माओवादीलाई पनि झन्डै 2/3 मत दिएका थिए। तर सत्तालोलुप्त व्यवहार सिंहासनमा पुगेपछि जनतालाई फर्केर नहेर्ने नेतृत्व प्रवृत्तिका कारण त्यो मत सदुपयोग हुन नसकेको धेरैको बुझाइ छ। कुनै बेला देशको सबैभन्दा शक्तिशाली र ठूलो पार्टी बनेको नेकपा यो निर्वाचनमा भन्ने प्रत्यक्षमा 8 र समानुपातिकमा 9 गरी जम्मा 17 सिटमा खुम्चिएको छ। यता राजतन्त्र पुनर्स्थापनाको मुद्दा लिएर निर्वाचनमा हमिएको रापरपाले पनि प्रत्यक्षमा 1 सिट मात्रै लियो, समानुपातिकमा भने 4 सिट पायो। यसरी मुलुकको ठूलो इतिहास बोकेका पार्टीहरू रासोपाको चुनावी आदिबेरीमा विलिन भएका छन्। यही बीचमा उदय भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि प्रत्यक्षमा 3 सिट र समानुपातिकमा 4 सिट हात पार्यो। नयाँ पार्टीलाई जनताले केही हदसम्म पत्याए भन्दा फरक नपर्ला। उता तराईमा सक्रिय राजनीति गरिरहेका झन्डै 1 दर्जन बढी दलहरू त कम्तीमा 5 वर्ष संसद भवनमा देखिने छैनन्। यी दलहरूको निशाना केवल निर्वाचन आयोगको ढड्डामा मात्रै सीमित भएको छ। अब यी पार्टीहरूले आफ्नो अस्तित्व कसरी जोगाउँछन् हेर्न रोचक हुनेछ। अर्कोतिर कुनै समयका सफल गृहमन्त्री र स्पष्ट वक्ताका रूपमा चिनिएका नारायण काजी श्रेष्ठ पटक पटक उप प्रधानमन्त्री सहित गृहमन्त्री र रक्षा मन्त्री भन्दै एमसीसीको विरुद्धमा खर्रो रूपमा उत्रिएका नेता डाक्टर भीम रावल, बाटो बिराउँदा आफ्नो पार्टीको समेत खर्रो विरुद्धमा उत्रिने स्पष्ट वक्ता, मेडिकल व्यवसाय चलाएर हजारौंलाई रोजगारी दिएका डाक्टर सुनिल शर्मा, डाक्टर चन्द्र भण्डारी पनि यो निर्वाचनमा पराजित भएका छन्। यस्तै नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक रहँदा लोडसेडिङको अन्त्य गर्ने कुशल कर्मचारी कुलमान घिसिङ 2 पटकसम्म महानगर प्रमुख बन्दै भरतपुर महानगरपालिकाको मुहार फेर्न सफल रेणु दाहाल र ललितपुरको पुल्चोक क्याम्पसबाट स्वर्ण पदक सहित इन्जिनियरिङ, अमेरिकाको क्याम्ब्रिज विश्वविद्यालयबाट कम्प्युटर विज्ञानमा विद्यावारिधि गरेका प्रभावशाली राजनीतिज्ञ डाक्टर सीके राउत,
एमाले महासचिव शङ्कर पोखरेल, वरिष्ठ नेता ईश्वर पोखरेल जस्ता व्यक्तिहरूको हारलाई निकै चासोका साथ हेरिएको छ। यो निर्वाचनले रासोपालाई ढुक्कका साथ 5 वर्षसम्म सरकार चलाउने जिम्मेवारी दिएको छ। यसमा अन्य पार्टीहरूले रियाल चुहाउने गल्ती नगरून्। यता रासोपाले पनि आफ्नो बहुमतको दम्भ नदेखाओस्, होइन भने जनताले ओली नेतृत्वको सरकारको अवस्थामा पुर्याउन पनि बेर लगाउने छैनन्। जनताले रासोपालाई दिएको बहुमत दम्भका लागि होइन, जनताको सेवा र देशको समृद्धिका लागि हो। आजको लागि यो भिडियो यति नै। हस्, नमस्ते।